अब चाहिँ असार लाग्यो। हाम्रो रोपाहरू हुनुहुन्छ यता निर्मला भाउजू र सबिना भाउजू। हाम्रो यहाँ उमा चाहिँ बाउसेमा हली चाहिँ पक्दै ऊ पराउ बाउसे आउँदैछ। अनि अब सुरु भयो। अब हाम्रो खेत चाहिँ फेरि एक मुरीको बिउ छ, कहिले रोपिसक्नु होइन, भल्ला भल्लाको। है बाउसे छिटो त्यहाँ उ गर्नु थाल, हिलो ला उ गर्नु थाल। यसरी यत्तिकै मेहनत हान्नुपर्छ है भाउजू। ल यत्तिकै हान्नुभयो भने त भाउजू छिट्टै 9 बजी नै 9 बजीकै होइन, 9 बजी नै छुट्टी। शुद्ध बेसी विशालीहरू दुईजना चाहिँ बैठक अहिलेको 7 बजीहरू ए बैठक पनि के बिटुङ्गो बैठक 10 बजीदेखिको हिँडेको बैठकमा 5 बजी घर धरेको न बैठक लगाइ चाहिँ अब चाहिँ हाम्रो खाजा। हजुर हाम्रो खाजा के छ देखाइदिनु त यहाँ। थुक्पा खै सुप के को मासुको हो। गोरु रेस्टमा छ ससुरामा। जुवाई ससुरा, ससुराको गोरुले घाँस खाँदैछ जस्तो। नखाम थुक्पा खाम। तर गर्छ त ठन्डा फुट्दैछ है क्या। मासुको सुप भएन हे मासुको हो नि यो त। खाउ सुप खसीको खाउ केरा। मकै थुक्पा यही खाजा यस्तो चट्टोसँगले यस्तो छ। आज चाहिँ अन्तिम धान रोपाइ र फर्स्ट धान रोपाइ। बाउसे पनि यहाँ रोपाएर नि सघाउँदैछु। हामी जतिको इमान्दारी बाउसे कहाँ पाउँछ यतिको रोपाएर भन्दा पनि है र त हुनुहुन्छ। दुईजना भाउजू त खोइ के भएछ हौ। त्यस्तै छ हाम्रो पारा, सकिनै लागेको छ यस धान रोपाइ। ए म त खोडेको पैसापछि त हेर्न यस्तो छिटो रोपिदिन्छु म। हो बाउ फेरि रोपाइ फेरि यस्तो फास्ट हुन्छ, मिसिन टाइपको के हान्छ। ठिकै छ नि होइन भाउजू रोपाइ।